नेपाल एकीकरणमा यस्तो छ किनकि हिजोको दिनदेखि नेपाल एकीकरणमा गर्दाखेरि तपाईको राई लिम्बू विशेष गरी मङ्गोल जातिहरू भनेको लडाकु नै हुन्। यसमा त हामी विभिन्न जाति होला, कोही क्षेत्री बाहुन, कोही दलित समुदाय विभिन्न होला, तर उहाँहरू लड्नमा त मर्न र मार्नमा त उहाँहरू जति अगाडि कोही पनि छैन। उहाँको एउटा रगतमा पहिलादेखि नै बोकेको कुरा हो। त्यही भएर कसैले कसैलाई नहेपोस् भन्न चाहन्छु। यो देश बनाउने अभियान हो। कमसेकम कुनै पनि व्यक्ति चाहे दलित समुदाय तपाईँ हेर्नुहोस् त, अहिले पनि कुनै पनि मन्दिरमा दलितलाई चिर्न दिन्छ? त्यो त ठाडो। अहिले पनि गाउँको मन्दिरमा पशुपतिमा तपाईँ दलित भनेर जानुहोस् त तपाईँले दिन्न। यस्तो अपमानजनक हामीले सहेर बस्नु परेको छ। तर उहाँ त एउटा एक हिसाबले प्रवेश गर्न नदिँदा त उहाँलाई कति रिस उठ्दैन। हामी दलित समुदाय हिजोदेखि कति हेपेर चेपेर बसेको छ। यो आवाज त सरकारले पनि सुन्नुपर्छ। अब यो सुरुवात भइसकेको छ। मन्दिरमा कुनै पनि व्यक्तिलाई जातको आधारमा, नाकको आधारमा प्रवेश निषेध गर्छ नि, यो खैरात हुँदैछ। जस्तो एक्सन लिन्छौँ हामी पनि त्यस्तै गर्छौँ। हुन्छ। अनि सकेर तपाईँहरू त अब पनि त हिन्दू नै हो नि त हो होइन? हाम्रो नेपालमा लगभग किराँत, राई लिम्बू, नेपालमा त अझ बौद्धिस्ट र हिन्दूलाई चाहिँ हिन्दू एकै समान मानिन्छ नि त। अनि उहाँलाई चाहिँ त्यहाँ के अरे गाई खान पाउनुपर्छ के भनेर प्रवेश निषेध गरेको बारेमा के भन्नुहुन्छ? होइन, गाईको रोक्नेले त्यही भन्दैछ नि त। हिन्दू धर्मअनुसार गाईको मासु खानुहुन्न, यो सही हो। नेपालको राष्ट्रिय जनावर गाई हो। तर म त के भन्छु भने कुनै पनि जीव जनावरलाई मार्नु हुन्न भन्छु। कालगछीले आफै मर्छ भने मर्छ, हामी सक्छौँ भने ती जीव जनावरलाई संरक्षण गरौँ। किन काटेर मार्ने, किन खाने? हामी सक्छौँ सबैजना शाकाहारी हौँ न। तर गाई खाएकै केसमा उहाँलाई प्रवेश निषेध गर्नु हुन्थेन। अनि उहाँले खाएको पनि छैन। फेरि उहाँलाई लखटिएको चाहिँ होइन, उहाँको कार्यकर्तालाई हो होइन। उहाँको जुन त्यो ठाउँमा कस्तो छ सुरक्षा निकाय बुझ्न त जानु पऱ्यो नि। जाँदाखेरि उहाँ त्यो ठाउँको माहौल ठिक नभएको कारणले उहाँलाई त्यो ठाउँ जान उपयुक्त नभएर नगएको। तर एकदमै यो सरासर गलत छ। जानकी मन्दिर हामी सबै नेपाली जुनसुकै व्यक्ति पनि जानु पाउनुपर्छ। त्यो आस्थामाथि कसैले खेलवाड नगरोस्, म यही भन्न चाहन्छु। जानकी मन्दिरमा तपाईँको हरेक जात जाति जो पनि जान पाउँछ। हिन्दू धर्म बाहेक मात्र पाउँदैन हो। तपाईँको किराँत होस्, बुद्धिस्ट होस्, जो पनि मान्छे गएर त्यहाँ बिहे पनि गरिरहेको हुन्छ। तर त्यो उहाँलाई मात्र रोक्यो के मतलब? उहाँलाई नै रोक्यो भयो नि त। यस्तो छ, उहाँ भनेको अहिले नेपालको सत्ता पक्ष होस् या प्रतिपक्ष, हरेक व्यक्तिको एउटै मात्र टार्गेट के छ भने हर्क साम्पाङ छ। किनकि उहाँ जनताको नेता हो नि त। मैले तपाईँले यही सोध्न खोजेको कि उहाँ जनताको नेता हो। उहाँलाई रोकिनुमा त्यहाँको व्यक्तिको गल्ती भन्दाखेरि पनि, त्यहाँको व्यक्तिले रोकेको भन्दाखेरि पनि केही चलखेल भएर रोकिएको हो भन्ने त्यो चल्किएर तपाईँले खुलाउनु मैले त्यहाँ खोजेको कि सरकारको एक पक्ष ढङ्ग जुन एउटा उहाँले चाहिँ तपाईँ गृहमन्त्रीसँग उहाँले फोन गर्दा फोन नउठाउने कारण के त? जहिले उहाँको फोन उठ्ने त्यो दिनमा हर्कसम्मको फोन नउठाउने कारण के? उहाँ त एउटा शीर्ष नेता हो नि त, प्रतिपक्ष पार्टीको एउटा शीर्ष नेता हो। उहाँले त सुरक्षा दिएर लानुपर्छ अनि उहाँलाई त सुरक्षा दिएर केही न केहीको यो जलाउने होइन, भत्काउने, यो यिनीहरूलाई चाहिँ सुरक्षा दिने, जसले देशलाई बनाउने, मान्छेको आत्मासँग जोड्ने, धर्म सबै समान हो भन्ने व्यक्तिलाई सुरक्षा नदिने, यसमा एकदम गम्भीर प्रश्न छ। केही नभए पनि एउटा मान्य त हो नि। हो, मान्य हो। मान्य कुनै देशको अब ठुलै मन्दिरमा जान्छ भने त उहाँलाई सुरक्षा दिनुपर्छ हो। कि त्यसको कारण देखाउनु पर्छ हो कि पक्राउ गर्नु पर्यो? दुर्गा प्रसादलाई पक्राउ गरेर होइन, उहाँले यदि गल्ती नै गरेछ भने देखाउनु त। पक्राउ गर्नु, कुन धारा प्रहरीले पक्राउ गर्नु हो नि त। तपाईँ अरू गर्ने रोक्ने होइन नि त, पिट्ने होइन नि त। उहाँलाई त अहिले पनि म तपाईँकै यो च्यानल मार्फत के भन्न चाहन्छु नि, जसरी उहाँलाई अपमानक जङ्गले त्यो श्रमदाताहरूलाई त्यो ठाउँमा प्रवेश निषेध गरियो नि, एकदमै यो जानकीको त्यो एरियाको जति पनि साथीहरू ठुलो भुल गर्दैछ। तपाईँले सुधारिनुहोस्। विशेष गरी म मधेसीवासी, त्यहाँ दलितवासीहरू जति पनि विभिन्न समुदायका साथीहरूलाई अहिले पनि म अनुरोध गर्न चाहन्छु, यो देश बनाउने, तपाईँ हामीलाई रोजगार दिने, यो देशमा बस्नुपर्छ भनेर एउटा पाठ सिकाउने व्यक्ति एकदमै रियल हामीले अहिले हाम्रो युगमा पाएको व्यक्ति हर्क साम्पाङ हो। उहाँलाई सबैले सपोर्ट गर्छ। अझ रोक्छ। अझ तपाईँलाई मैले के भने, यो मधेसी समुदायमाथि एउटा दाग पनि लाग्यो कि यसले। आखिर जसले रोके पनि एउटा मधेसमा रोके जस्तो, मधेसीले एउटा किराँतलाई रोके जस्तो एउटा यस्तो छ सर। यसमा विशेष गरी मधेसी समुदाय, हाम्रो नेपाली समुदाय साथीहरू त्यस्तो हुनु। यहाँ विशेष गरी के छ भने बिहारका केही चलखेल बिहार भन्दा नेपाल भन्दा नि भित्रकै बात चलखेल केही अराजक व्यक्तिहरूलाई परिचालित गरेर हाम्रो मधेससँगको हाम्रो सम्बन्ध धमिल्याउन खोज्यो। हिजोको दिनमा जस्तै पहाडी मधेसी भनेर एक किसिमको एउटा भेदभाव जस्तो थियो नि, अहिले त एक हिसाबले हामी समान छौँ। जहाँ जाँदा नि हामी मधेसमा गयौँ भने एक ओहो हाम्रो पहाडी साथी भन्छौँ, मधेसको माथि आयो भने त्यो सम्मानलाई चाहिँ खलबल्याउनु खोज्दैछ। यो धर्मको न्युमा कसैले राजनीति नगरोस्।
र जातिको न्युमा कसैले राजनीति नगरोस्। म विशेष गरी मधेस साथीहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईँहरू त्यस्ता अराजक व्यक्तिहरूले तपाईँहरूले नै कारबाही गर्ने हो। यो घटनाले हरप्पा सम्पानज्यूलाई मधेसमा रोक लाउन खोज्यो त भनेर तपाईँलाई षड्यन्त्र लाग्दैन? एकदमै यो तपाईँले एकदम गम्भीर प्रश्न उठाउनु भयो। यसमा एकदमै हामीले बुझ्नुपर्ने आज जनकपुर चलखेल हुँदैछ। यो जानकी मन्दिर रोकेको होइन नि, त्यो त मधेसमा रोकेको हो नि यो त जानकी मन्दिर माथिको एउटा कस्तो घिनाउना किसिमको भएन र? हेर्नुहोस् त, जानकी मन्दिर विश्वले चिनेको मन्दिर, हरेक कहाँ कहाँको मान्छे आएर त्यो ठाउँमा पूजापाठ गरेर आनन्दले जान्छन् भने इन्डियाको भारतको प्रधानमन्त्री आउँछ आएर मजाले पूजा गर्नु गरिरहेछन् भने, तर एउटा नेपालको छोरो, हिन्दूको छोरो, प्योर संस्कारी त्यो व्यक्तिले जानकी मन्दिरमा रोक लाउनु त एकदम यो लज्जास्पद छ। उहाँलाई जसरी त्यो तपाईँहरूको आगामी कदम के रहन्छ तब यसमा मधेसको यस्तो छ, लागि? हामी के चाहन्छौँ मैले सोध्न खोजेको आज जानकी मन्दिर रोक्यो, भोलि वीरेन्द्र गहवामाईमा रोक्ला, हो यो त एउटा भोलिको दिनमा त द्वन्द्व निम्तेला नि त। हो, यो देश एकदमै यही तपाईँले जान्यो भने जाति जातिबिच युद्ध हुनसक्छ, धर्मको नाममा युद्ध हुनसक्छ। हामी हरेक नेपाली सचेत हुनुपर्छ। यो विषयलाई तुरुन्तै सरकारले छानबिन गरोस्, त्यो अराजक व्यक्तिलाई कानुनको दायरामा ल्याओस्, एउटा कडाभन्दा कडा कारबाही गर्नुपर्छ। किनकि यस्तो कुरा भनेको एकदमै समाज भड्काउने कुरा हो। समाज भड्काउन दिनुहुन्न हामीले। हामी हिमाल पहाड तराई सबै हामी कोही होइन पराई, हामी एक ढिक्का भएर देश बनाउने कुरामा हामी अगाडि बढ्छौँ। हजुरको शुभ नाम र पद भनिदिनु न। मेरो निर्मल परियार, घर गोर्खा, म श्रम संस्कृति पार्टीको अहिले जिल्ला सहसचिव छु। हस्, तपाईँहरूले नै यस विषयमा आवाज उठाउनुपर्छ, एकजुट हुनुपर्छ। हुन्छ। यो जानकी मन्दिरमा मधेसले रोक्यो, जानकी मन्दिर रोक्यो भन्ने चाहिँ भाष्य खडा नगरिदिनु होला। धन्यवाद। हस्, हुन्छ।